ECCN family ordination din baptisma pastor le reverend din deacon sat misa ki maboy ordination din patin senin program ni ani chanai tan patin ni zalam patin ro lang atin ko katipa set jangan haleluya. Amen. Amen. So people have started arriving. Mi ho ong sung so hilo tam zo ka ho bung in zong dol din nam bang ki hello zong de God knows it all. From langa zam ta to de wa hin tu ni jai masi baba video हजुर ए चलाया kapuzong Nepal khompi ji amasa pen ham ya pu khompi nom na first time ham Anjole Jaju baptisma program kanaidi wahi yaneर हामी एकछिनमा बप्तिस कार्यक्रमहरु गर्ने छौं You are here moving in our midst. I worship you. I worship you. You are here working in this place. I worship you. I worship you. You are here moving in our midst. I worship you. I worship you. You are here working in this place. I worship you. तिमी मलाई तिनीहरूभन्दा बढी प्रेम गर्छौ तिमीले उहाँलाई भने गुरुज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु उहाँले तिमीलाई भन्नुभयो मेरो पाठहरूलाई वाउ उहाँले फेरि दोस्रो पल्ट तिनीहरूलाई भन्नुभयो योहानेसको छोरा सिमोन के तिमी मलाई प्रेम गर्छौ तिमीले उहाँलाई भने प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु उहाँले तिमीलाई भन्नुभयो मेरा भेडाहरूलाई हेरचाह गर उहाँले तिनीहरूलाई तेस्रो पल्ट भन्नुभयो योहानेसको छोरा सिमोन के तिमी मलाई प्रेम गर्छौ पत्रुस दुखी भए किनकि उहाँले तेस्रो पल्ट तिमीलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो उहाँलाई भने प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु किनकि तपाईँलाई थाहा छ यसले तिमीलाई भन्नुभयो मेरा भेडाहरूलाई खुवाऊ जब तिनीहरूले खाइसके तब यसुले सिमोन पत्रुसलाई भन्नुभयो योहानेसको छोरा सिमोन के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्छौ तिनीहरूले उहाँलाई भने ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु उहाँले
तिमीलाई भन्नुभयो मेरा पाठहरूलाई पाऊ। उहाँले फेरि दोस्रो पल्ट तिमीलाई भन्नुभयो योनेसका छोरा सिमोन के तिमी मलाई प्रेम गर्छौ? तिमीले उहाँलाई भने प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिमीलाई भन्नुभयो मेरा भेडाहरूलाई हेरचाह गर। उहाँले तिमीलाई तेस्रो पल्ट भन्नुभयो योनेसको छोरा सिमोन के तिमी मलाई प्रेम गर्छौ? किनकि उहाँले
तिमीहरूको हाम्रो मण्डली परिवारको लागि हामीलाई केही कुराको कमी दिनुभएको छैन। हामीलाई खानको लागि हामीलाई प्रशस्त छ, लाउनुको लागि प्रशस्त छ, सबै कुरा तपाईँ र मलाई दिनुभएको छ परमेश्वरले। अझ हरेक कुराको लागि हाम्रो हृदयदेखि मण्डली परिवार आफ्नो हृदय खोलेर हरेक कुराको लागि परमेश्वरलाई सम्झना गर्नुहोस्। परमेश्वरले तपाईँलाई गर्नुभएको प्रेम, मलाई कमरी क्रुसमा चाल्नुभयो, तपाईँले मनुष्यको लागि के चाहिँ दिन सक्छौँ र हाम्रो पितालाई आज यति मिठो भेटघाट हामीलाई दिनुभएको छ। यो सबै कुराको लागि परमेश्वरलाई हामी एउटै स्वर भएर एउटै हृदयको भएर हामी परमेश्वरको नामलाई हामी चाहन्छौँ। तपाईँ परमेश्वर हाम्रो उपस्थितिमा आउनुभएको छ विश्वास गर्दछु। परमेश्वरको उपस्थिति अनि यही ठाउँमा हाम्रो विशेष गरी इन्टरनेसनलको लिडरहरू जब आउनुहुन्छ तब हाम्रो अभिषेक कार्यक्रमहरू चाहिँ त्यतिखेर हामीले गर्ने गर्छौँ र विशेष हाम्रो आज 3-4 दिन नै भयो हामीले हाम्रो भवनहरू उद्घाटन कार्यक्रमहरू नानीले दुई नानीले खाना लगाइदिनु हुनेछ, एकजना आउँदै जानु र विशेष हाम्रो हिसाब मण्डलीबाट आउनुभएका हाम्रो पास्टरहरू हुनुहुन्छ गरिदिनेछ। हामी खाना लगाइदिनेछौँ, सबैजनाले ताली बजाइदिन्छौँ।
त्यसै गरी हाम्रो हिसाब मण्डलीका पास्टर आदरणीय पास्टर मङ्गल तामाङज्यूलाई यता स्थानमै उभिदिनु हुन म अनुरोध गर्न चाहन्छु। हुन नानीहरूले कथा अर्पण गरिदिनुहुनेछ। हामी थाली बजाउनेछ। त्यसै गरी हाम्रो एल्डर बाबालाई दुईजना एल्डर बाबा भएन, हजुरहरू सँगै उभिदिनुहोस्। उहाँहरूलाई पनि हामी कथा अर्पण गर्नेछौँ। त्यसै गरी हाम्रो हामी ताली बजाइरहनेछौँ र त्यसै गरी हाम्रो विपिन बाबाहरू एकैचोटि उभिदिनुहोस्। हाम्रो पनि एकैचोटि हामी उभिदिनुहोस्। हाम्रो शिक्षक हाम्रो अग्ला हुनुहुन्छ उहाँहरू पनि उहाँलाई पनि विशेष उहाँहरूले खडा अर्पण गरिरहनुभएको छ। हुन्छ, एकदमै धन्यवाद छ यहाँहरूले हाम्रो पाए
is the day the Lord has made. Let us rejoice and be glad in my family. म आफै मात्रै होइन तर मेरो परिवार युएसमा भएको अमेरिकामा भएको मेरो परिवारको तर्फबाट तपाईँलाई निवेदन अभिवादन ल्याएको छु My wife Katie of 14 years of marriage उहाँको श्रीमती 14 वर्षको विवाह sends her greetings to all of you. उहाँको श्रीमतीले पनि तपाईँहरूलाई अभिवादन पठाउनु भएको छ तपाईँहरू पनि भनिदिनुहोस् न त जय मसीह भनेर My children also send greetings. उहाँको नानीहरूले पनि तपाईँहरूलाई अभिवादन पठाउनु भएको छ फेरि फर्काइदिनु न त We have a son, Paul, he's 13. छोरा छ पल 13 वर्षको Daughter Lydia, she's 11. लिडिया 11 वर्ष Daughter Hannah is 8. ह्याना 8 वर्ष And Chloe is 5. क्लोवी चाहिँ 5 वर्षको हुनुहुन्छ चारजना they are like shocked how is it possible Also, my local church family says hello. I grew up in a Christian family. म एउटा क्रिस्चियन परिवार विश्वासी परिवारमै म हुर्केको हो My mother and father love the Lord very much. मेरो आमा बाबाले परमेश्वरलाई धेरै प्रेम गर्नुहुन्थ्यो My mom was a teacher at a local school. मेरो आमा चाहिँ शिक्षक हुनुहुन्छ एउटा सानो स्कुलमा My dad was a pastor in the EC church. तर मेरो बुवा चाहिँ हाम्रो जस्तो इसी मण्डलीमा पास्टर हुनुहुन्छ अरे उहाँको बुवा Both are now retired. दुईजना अहिले रिटायर भइसक्नु भएको छ Growing up in a Christian home, I come to know the Lord at a young age. एउटा विश्वासी परिवारमा हुन्छु In Genesis chapter 12, उत्पत्ति 12 मा there's a man named Abraham. अब्राहमको बारेमा हामी पाउँछौँ Abraham was called by God to leave his home and go to a new land. अब्राहमलाई परमेश्वरले बोलाउनु भयो आफ्नो ठाउँ आफ्नो कुटुम्बलाई छोडेर नयाँ ठाउँमा जानको निम्ति परमेश्वरले बोलाउनु भयो This was the land of Canaan, now Israel. कनान देशमा परमेश्वरले अब्राहमलाई जाऊ भनेर भन्नुभयो आजको दिनको लागि चाहिँ इजरायल है In Genesis chapter 12, it says that the Lord had said to Abram, उत्पत्ति 12 मा यस्तो लेखेको छ परमप्रभुले अब्राहमलाई भन्नुभयो leave your country, तेरो देश र तेरो कुटुम्ब तथा your people, and your father's household. म 1 देखि 3 सम्म पढ्छु है परमप्रभुले अब्राहमलाई भन्नुभयो तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउन चाहन्छु त्यहाँ जा म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु म तँलाई आशिष दिनेछु म तेरो नाम प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस् तँलाई आशिष दिनेहरूलाई म आशिष दिन्छु र तँलाई शराब दिनेहरूलाई शराब दिनेछु तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन् To honor you as reverend to serve the EC Church in Nepal. इसी चर्च हाम्रो नेपालको बिचमा आजको मितिदेखि तपाईँ रेभरेन्ड भएर हामी स्वीकार गर्दछौँ Thank you for your faithfulness and your leadership. तपाईँको इमानदारता र सेवाकाईको निम्ति हामी धन्यवाद दिन्छौँ And may God continue to use you mightily in His kingdom. परमेश्वरको सेवाकाईमा महान परमेश्वरले सधैँभरि आशिष दिन्छ Yes, Please kneel. Let us pray for our brother. Almighty God, in your goodness and your faithfulness, be upon this brother. प्रभु तपाईँको महिमा र महानता मेरो भाइको शरीरमाथि आउनुहोस् Lord God, I pray that you would pour out your spirit upon him. पवित्र आत्माको उहाँसँग रहेकोस् भन्ने प्रार्थना छ God, I pray that you would bless him for his faithfulness to service in your kingdom. प्रभु मेरो प्रार्थना छ उहाँको जीवन र तपाईँको सेवाकाई Lord God, thank you for being with him as he experienced persecution. प्रभु म धन्यवाद दिन्छु विगतको दिनहरूको कठिनाइ र चुनौती उहाँले पाउनु भएको
And God, that persecution could not steal his joy in Jesus. जुन कठिनाइहरूलाई उहाँको खुसी र आनन्द कहिल्यै पनि मेटाउन नसक्ने। And so, God, I pray you would empower him, embolden him, give him what he needs to serve you. त्यसै गरी आउने दिनहरूमा पनि तपाईको सेवाकाईमा उहाँले आवश्यकता चिजहरूलाई शक्ति दिनु। God, may people see the life of Jesus Christ lived out through his life. उहाँको जीवनद्वारा अरू मानिसहरूलाई तपाईले चिन्न सकेको अझै पनि। God, may you use him to advance your kingdom here in Nepal. प्रभु तपाईको नेपालको भितरमा महान काम गर्नलाई उहाँले चलाउनुहोस्। God, bless his obedience to you. उहाँको आज्ञाकारीकोमा तपाईले आशिष दिनुहोस्। God, may he see more and more people come to Jesus Christ because of his shepherding. उहाँको गोठालोपनमा धेरैभन्दा धेरै अझै पनि नयाँ आत्माहरू आउन सकियोस्। Lord God, today we once again confirm and affirm him as a reverend in the EC Church of Nepal. प्रभु आजको दिन र आजको मितिमा हामी नेपालको ईसी चर्चको भितरमा रेभरेन्डको रूपमा हामी अभिषेक गर्दछौँ। And we honor him today as brothers and sisters in Christ. र परमेश्वरको महिमा दाजुभाइको बीचमा हुनु। And may he indeed sense your pleasure today in his service to you. अनि उहाँको जीवन तपाईको सेवाकाईमा इमानदार गरौँ। And may he go in the power of the Holy Spirit from this place. अनि पवित्र आत्मा जब उहाँ यहाँदेखि जानुहुँदा पनि उहाँसँग रहनु। To continue his service to you in your kingdom. तपाईको सेवाकाई जब निरन्तरता गर्नलाई। And we pray this in the powerful name of Jesus Christ, our Lord and Savior. प्रार्थना यीशु प्रभुको नाममा। Amen. हामी इसी चर्चको दिनेछौँ अनि हाम्रो रेभरेन्ड ग्लोबल मिनिस्ट्री डाइरेक्टरले मलाई ताली बजाइदिनु नि। हामी एउटा सर्टिफिकेट पनि दिनेछौँ। The Evangelical Congregational Church of Nepal Ordination Certificate, certified that after having so satisfactory in Christian experience in view of Bible doctrine, Pastor Purna Bhadu Thapa is publicly ordained as a reverend in the name of the Father, in the name of God, the Father, the Son, and in the Holy Spirit. On अस्ति हामीले 24 तारिकमा कार्यक्रम गर्ने नसक्ने अवस्था हुँदा यहाँ 24 तारिक नै लेखेका छन्। आज 28 तारिकको दिन at Bethel EC Church, God, the Good Shepherd, gave his life for his sheep. John chapter योहनाको 10 अध्यायको 11 पदमा अनि EC चर्चको डिरेक्टर रेभरेन्ड Janga and Reverend Redman, Executive Director, Janga Global Ministry Commission International and EC Church USA. As ordained minister, Reverend Jonathan Kennedy, EC Church USA. And हामीलाई हजुरले यो सर्टिफिकेट एज अ रेभरेन्ड हो भनी प्रमाणको निम्ति प्रदान गर्दछु। हाम्रो पास्टरबाटै दिनुहुन्छ। एउटा सर्टिफिकेट हामी बाबाको पछि हामी अर्को अर्डिनेसन छुट्टै जानेछौँ किनभने बाबाले एउटा सम्मानको दिनहरू भएको हुँदा हामी एउटा अस्ति उहाँको प्लेस के भनिदिएर के अस्ति उहाँको पवित्र विवाहको दिन 50 वर्ष नै भएको थिए। त्यो दिन दसैँको बेला थियो। हामी केही प्रिन्ट गर्न पाइनौँ अनि हामीले 50औं वर्षको विवाह उत्सव
लक्ष्मी मार्ग वर्धन चर्च पनि सुसम्पन्न भएको थियो। त्यो समयमा हामीले उहाँहरूलाई यो प्रशंसा पत्र प्रिन्ट गर्नु नपाएर हामीले दिन सकेनौँ। आज हामी दिँदैछौँ। म पाठ गर्नेछु। माथि शीर्षकमा हामीले यो एउटा पद राखेको छु, अब यी दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। मत्ती 19:6 पद राखिदिएछु। प्रशंसा पत्र। वर्धन इसी मण्डलीको वरिष्ठ पास्टर साथै ECCN मा अध्यक्षको पदमा रही मण्डलीहरूको आत्मिक तथा भौतिक उन्नति र विकासको लागि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहनु भएको आदरणीय पास्टर पूर्ण थापा मगर र उहाँको श्रीमती मनमाया थापा मगरज्यूलाई वैवाहिक जीवनको 50औं वर्षलाई पार गर्नु भएकोमा सम्पूर्ण इसी मण्डली परिवारको तर्फबाट धेरै बधाई तथा शुभकामना साथै तपाईको सुस्वास्थ्य आत्मिक उन्नतिको उत्तरोत्तर प्रगतिको कामना एवं प्रार्थना सहित यो प्रशंसा पत्र प्रदान गर्दछौँ। In the Holy Spirit. आजको मितिमा उहाँले हामी इसी चर्चको मण्डलीको भितरमा पास्टरको रूपमा पिता र पुत्र पवित्र आत्माको नाममा अभिषेक गर्दछु। God, I pray your blessing upon this man, your servant. प्रभु यो तपाईको दासको निम्ति ताली बजाइदिनु। Ordain you as elder in the Evangelical Congregational Church in Nepal, in the name of the Father, Son, and Holy Spirit. आजको मितिमा भाइ मोहन हामी इसी चर्चको भितरमा एल्डरको रूपमा पिता र पुत्र पवित्र आत्माको नाममा अभिषेक गरेका छौँ। आमेन। Amen. Adam. Philip, we ordain you in the name of the Father, Son, and Holy Spirit. फिलिप तपाईँ आजको मितिमा हामी इसी चर्चको नेपालको भितरमा मण्डलीको एल्डरको रूपमा पिता र पुत्र पवित्र आत्माको नाममा अभिषेक गर्दछौँ। आमेन। Amen. Reuben, we ordain you in the Evangelical Congregational Church of Nepal as elder in the name of the Father, Son, and Holy Spirit. भाइ रुबेन आजको मितिमा इसी चर्च नेपालको भितरमा तपाईँ एल्डरको रूपमा पिता र पुत्र पवित्र आत्माको नाममा अभिषेक गर्दछु। आमेन। Amen. हाम्रो पशुहरू पनि आइदिनुहोस्। हामी प्रार्थना गर्छौँ। शिरमा हात राख्नुहोस्। उहाँ तपाईँको प्रार्थना हामी तपाईँको महानको व्यक्तिहरूको निम्ति हामी आशिष दिन्छौँ। God, we thank you for their willingness to serve your church. प्रभु उहाँहरूको जुन बोलावट र इच्छा सेवकाई मण्डलीमा गर्नको निम्ति धन्यवाद दिँदछु। God, we thank you for their obedience to your call. तपाईको बोलावटको निम्ति आज्ञाकारी भएको निम्ति धन्यवाद दिँदछु। Now, God, as they face many challenges as they serve you, प्रभु उहाँहरूको आउने दिनहरूमा जुन चुनौतीहरू हुँदै लाँदा पनि may they face them with joy because they go in the name of Jesus. ती चिजहरू खुसीसँग प्रभुको नाममा उनीहरूलाई गर्न सकेको। May they be reminded of their great worth in your eyes. र तपाईको आँखा हेराइमा उनीहरूको जीवन चाहिँ
महत्त्वपूर्ण बन्न सकेको होस्। God, give them the strength, the wisdom, and the perseverance they need to lead your church. अनि प्रभु उहाँहरूलाई ज्ञान र बुद्धि दिनुहोस् जब मण्डली दोहोऱ्याउँदै गर्दा। And as we anointed their heads today with oil, may you anoint them with the Holy Spirit. आज हामीलाई जुन तेलमा अभिषेक गरेको मात्रै होइन, पवित्र आत्माले अभिषेकता दिनुहोस्। To be faithful shepherds of your flock. अनि तपाईको गोठालोहरूको असल गोठालो बन्न सकेको होस्। And advance the kingdom of Jesus. हाम्रो आउने डिकेन्सहरू अगाडि आइदिनुहोस्। हामी इसी चर्चको नेपालको भितरमा डिकेनको रूपमा आजको मितिमा भाइ पदमले पिता र पुत्र पवित्र आत्माको नाममा अभिषेक गरेका छन्। आमेन। ECCN Church in Nepal as deacon in the name of the Father, Son, and Holy Spirit. इसी चर्चको नेपालको बीचमा अहिले डिकेनको रूपमा पिता र पुत्र पवित्र आत्माको नाममा अभिषेक गरेका छन्। आमेन। Amen. In the ECCN Church in Nepal as deaconess in the name of the Father, Tulasa. We ordain you in the ECCN Church in Nepal as deaconess in the name of the Father, Son, and Holy Spirit. तुलसा इसी चर्च नेपालको भितरमा मण्डलीको डिकेनेसको रूपमा पिता पुत्र पवित्र आत्माको नाममा अभिषेक गर्दैछु। Amen. कन्टिन्युस हामी पढ्दैनौँ। अबदेखि हाम्रो डिकेन फिलिप चाहिँ अबदेखि हाम्रो मण्डलीको एल्डर हुने भएका छन्। यही एउटा प्रमाणपत्र नै हो। डिकेन फिलिप, एल्डर फिलिप। पहिलो हाम्रो डिकेन हुँदै हाम्रो डिकेन पदम घिसिङ पनि आजको मितिदेखि मण्डलीको रूपमा एज एल्डर रहनुहुनेछन्। पहिला डिकेनको सेवाकाय गर्दै इमान्दारपूर्वक हाम्रो रेवेन पनि आजको मितिदेखि मण्डलीमा एल्डर रूपमा रहनुहुनेछन्। हाम्रो डिकेनहरूको निम्ति सर्टिफिकेट पढेर ओके
Rolling Tika. Mono Tika. Mono Tika. Durva Sreshta. Dancing,
Christmas फर्केर आफ्नो आँगनलाई सबै बढादिन क्रिसमस फर्केर आफ्नो आँगनलाई सबै बढादिन